हेलो गाइस, नमस्ते। वेलकम टु माई सर्ट ब्लग। आज चाहिँ नि हामी शिवनगर वडा नम्बर 7 शिवनगरको सामुदायिक वनभित्र छिर्दैछौँ। यो गेट हो, यहाँबाट भित्र छिर्नुपर्छ। यो चाहिँ नि पिच बाटो छ, पुरै अहिले त पुरै पिच भएको छ। अलिक अगाडि पहिला चाहिँ नि राम्रो थिएन, यहाँ धुलै थियो होइन, अहिले त पिच बाटो भएछ। यति राम्रो छ नि, यति राम्रो छ। बाटोको दुवैतिर ठुल्ठुला हरिया छरिया रुखहरू छन्। यति शीतल हुन्छ नि, यति शीतल, यहाँ आउँदै स्वर्गमा आए जस्तै फिलिङ हुन्छ कि साथीहरू। अनि मान्छेहरू चाहिँ यहाँ मर्निङ वक इभिनिङ वक गर्न पनि आउँछन् होइन, दिउँसो पनि आउँछन् मान्छेहरू। पारिपट्टि खेलकुद मैदान पनि छ, चिया पसल पनि छ, नास्ता पसलहरू पनि छ। मान्छेहरू पिकनिक खान पनि आउँछन्, खेलकुद गर्न पनि आउँछन्। जवानदेखि बुढोसम्म सबै थरीका मान्छे आउँछन् कि यतातिर। अनि दाउरा काट्न पनि आउँछन्। यो चाहिँ नि नर्सरी हो, यहाँ धेरै किसिमका बोट बिरुवा अनि फुलको बिरुवाहरू पनि पाइन्छ। आज चाहिँ हामी यो भित्र पसेनौँ, खालि बाटो हिँडेको इभिनिङ वक गर्न होइन, यसै हिँडेको साँझको बेलामा। यस्तो शीतल छ नि साथीहरू, गर्मी दिनमा स्पेसली यहाँ एकदम शीतल हुन्छ कि। यो पारि उत्यो रातो देख्नुभएको छ नि, त्यो चाहिँ नि मन्दिर हो, हाम्रो वडा नम्बर 7 हो दुर्गा मन्दिर। यहाँ चाहिँ घटस्थापनादेखि 10 दिनसम्म यति रमाइलो हुन्छ, यति रमाइलो हुन्छ। मान्छेहरू पूजा गर्न आउँछन् होइन, पिङहरू पनि लगाइन्छ, एकदम रमाइलो हुन्छ। पूजा त सधैँ गर्छन् होइन, सधैँ साँझ बिहान मान्छेहरू आउँछन् ढोग गर्न, पूजा गर्न। यहाँ पण्डित बाजे पनि हुनुहुन्छ हाम्रो होइन, बिहान पनि आउनुहुन्छ, पूजा गरेर जानुहुन्छ, साँझ पनि आउनुहुन्छ, पूजा गरेर जानुहुन्छ होइन। यति रमाइलो हुन्छ। हजुरहरू पनि बाहिरबाट आउनुभयो भने चाहिँ नि यहाँ भिजिट गर्नु होला। यो शिवनगर सामुदायिक वन वडा नम्बर 7 एकदम राम्रो छ साथीहरू। यहाँका लोकल मान्छेहरू त आइहाल्छन् होइन, हजुरहरू पनि आउनु होला, भिजिट गर्नु होला एकचोटि, एकदम रमाइलो छ। अनि यो चाहिँ नि हाम्रो गेट हो, मेन गेट, भित्र मन्दिरभित्र पस्ने। आज चाहिँ नि हामी पसेनौँ भित्र, कुनै दिन पस्छौँला। आज चाहिँ नि बाई बाई है त, यतिसम्म मात्रै।